ल एकदम हेलो। मेरो भाइ माइलो, म चाहिँ कृष्ण बुर्तिवाङदेखि तराई आएर यसरी चाहिँ भाइसँगको हाम्रो भेटघाट मैले थोरै कुरा भाइलाई सोध्दैछु। थोरै छोटो मिठो जीवन कहानी मेरो भाइको बारेमा यसो बताइदिन म आग्रह गरेँ। अब नाम भाइलाई के नाम सोधाइ भयो र होइन, मेरो कान्छो बुवाको छोरा उसले चाहिँ आएर तराईमा आफ्नो बिजनेस सुरु गर्दै गर्दा तिम्रो सङ्घर्षका पीडाहरू यसो राखिदेऊ न। अब सङ्घर्षको पीडाहरू त के राख्ने र हजुर। अब घरबाट 0%मा आएको, 0%मा आएर चाहिँ पहिला चाहिँ यहाँ दाजुकोमा काम गरेको होइन। त्यो दाइकोमा काम गर्दा गर्दै चितान गयो, चितानमा काम गर्दा गर्दै पछि लकडाउन लाग्यो, लकडाउन लगाइसकेपछि लेबर काम गऱ्यो होइन। लेबर काम गर्दै गर्दै एउटा ट्याक्सी के अरे अटो किनियो। अटो किनेर चलाउँदा चलाउँदै अब यसरी भएन भनेर चाहिँ एक बिहा खेत लिजमा लिएर पुरै चाहिँ यो लगानी 14 लाख जति लगानी गरेर घर आफै बनाएर फर्म होइन सबै यताउता गरिरहेछ। अब त्यही यो दुःखको कहानी त अरू त के छ र हजुर। घरबाट चाहिँ 0% आएर यहाँबाट चाहिँ यतिसम्म भइएको छ, त्यही हो। अनि अहिले कस्तो छ, महिनामा कमाइ कति छ? अनि पशुपालन मैले यो गरेछु त्यो गरेछु दाइ भन्दै गर्दा फोनमा मात्रै कुरा हुन्थ्यो। अहिले म प्रत्यक्ष दर्शी भएर म घरमै आएको छु। ट्र्याक्टर पनि मैले अगाडि देखेँ र यसै गरी गाई पनि 9-10वटा गाई भैँसी मैले देखेँ। कस्तो छ अहिलेको आम्दानी? आम्दानी त महिनामा सबै गरेर 31 आउँछ। आफूलाई चाहिँ 60 कटाए पनि 70,000 आफूलाई नाफा भइरहेछ। एमा खुसी छौ? हजुर ठिक छ। अनि खै त नानीहरू देख्दैन? नानी स्कुल गयो। अनि म्याडम घुम्न म्याडमलाई भ्रमण पठाएर आफूले यहाँ चाहिँ एक्लै गर्ने होइन। अनि महिनामा अहिले 60,000 हामी कहीँ नगएको बचाउन सकिन्छ। कपडाले नि देखाइरहेछ, हेर्नुहोस् त कपडा कस्ता छन्। गोठालो जिन्दगी एउटा गीत गाउँछस् र? होइन भाइ, हजुर गीत आउँदैन होइन। घरबाट एउटा केही नलिएर निक्लेको मेरो भाइ, 1 रुपियाँ पनि उसले नलिएको र उसलाई मैले हरेक टाइममा सपोर्ट गरे जस्तो लाग्छ। तर भाइले त के सोचेको छ? पटक पटक चाहिँ यस्तो परो दाइ भन्दा नि हामीले उसलाई हेरेको र अहिले आएर उसको चाहिँ हामी फर्मतिर जाँदैछौँ। ल ऊ चाहिँ गाई धुन जाँदैछ। उसले पानी तलबाट तान्ने पानी पनि बनाइराखेको र यसै गरी उसको चाहिँ घाँस काट्ने मेसिन यो के हो, अनुदान हो कि आफै किनेको? सबै व्यक्तिगत अनुदान भन्ने यहाँ छैन। ल अब के गर्नु पर्यो भन्दा यत्रो चाहिँ पशुपालन छ, 9-10वटा गाई भैँसी छन्। उसले चाहिँ कृषि फर्म दर्ता गरेको रहेनछ। मैले उसलाई धेरै कुराहरू आइडिया पनि अब मैले यसरी गर बाबु भनिराखेको छु र उसले अब यस गाई चाहिँ पालन यो नयाँ भैँसी ल्याएर छ। अब हामीले यो भैँसीको दुध दोहेर चाहिँ टक्क कफी खाने आज निर्णय गरिरहेछ र सबै कुरा ल हेर्नुहोस्। एक गाईहरू एकदम राम्रो बनाएर पालेको छ। भगारोदेखि बाहिर चाहिँ अलि यो व्यवस्थापन भएन जस्तो लाग्छ। गर्दैछ उसले चाहिँ भैँसी राम्रो गराएर गाई भैँसी पालेको अवस्था खुसी लाग्यो। पहिला भनाइमा सीमित थियो, हामी टाढा थियौँ आउन नपाउँदा। अहिले ट्र्याक्टर किनेछु दाइ भन्छ, ऊ पारी अटो पनि उसैको हो र यसरी चाहिँ व्यवस्थापन राम्रो देखियो। परालको थुप्रा र यसै गरी हाम्रो भाइको फलोस् फुलोस् राम्रो होस् भन्न चाहन्छु म। अनि पाडो लाउन नपर्ने हो? ए हो ल उसले भैँसी दुन लगाइराखेको छ र मैले छोटकरीमा यसरी उ गराएँ। उसले चाहिँ बुर्तिवाङदेखि केही नलैकन आएर यो ठाउँमा आवै बावै गरेर अध्यय ठेक्का गरेर अनेक गरेर चाहिँ ऊ अहिले आफ्नो ठाउँमा म 50-60 हजार मैले कमाउँछु, मलाई कहीँ विदेश जानु छैन, केही छैन, मलाई जापान पनि यहीँ, लन्डन पनि यहीँ, अमेरिका यहीँ भन्ने एउटा गीत छ। त्योभन्दा ऊ खुसी छ भन्दै म पनि भाइलाई मुरी धन्यवाद दिँदै अब यहाँ दुन लाछ। पाडाले दुध खाएन भन्छ। ल यति भन्दै भाइलाई धन्यवाद दिँदै म पनि ओझेल पर्छु।
धन्यवाद।